कुनै पनि मेन्यु सेटअप गर्नुभन्दा अगाडि यस मेन्युको मास्टर क्याटेगोरी र क्याटेगोरी सेटअप गर्नुपर्ने हुन्छ। मास्टर क्याटेगोरी सेटअपको लागि इन्भेन्ट्री सेटअपभित्र रहेको मास्टर क्याटेगोरी सेक्सनभित्र हामीले मास्टर क्याटेगोरीहरू क्रिएट गर्न सक्छौँ। जस्तै यहाँ रहेको इन्ग्रेडियन्ट्सहरू, लिकर, बेभरेज, फुडहरू भनेको मास्टर क्याटेगोरीहरू भयो। हामीले नयाँ मास्टर क्याटेगोरी बनाउनु पर्यो भने त्यहीबाट एड गर्न सक्छौँ। जस्तै अलरेडी बनिसकेको मास्टर क्याटेगोरीभित्र क्याटेगोरीहरू पनि एड गर्न सक्छौँ। त्यसको लागि मास्टर क्याटेगोरीको राइट साइडमा रहेको मेन्युबाट हामीले भित्र छिरेर क्याटेगोरीको नाम र त्यसको प्रिन्ट हुने स्टेसन हामीले सेलेक्ट गर्यौँ भने हामीले क्याटेगोरी क्रिएट गर्न सक्छौँ। अहिले भर्खर क्रिएट भएको क्याटेगोरी चाहिँ हाम्रो लिकर भन्ने मास्टर क्याटेगोरीभित्र हामीले क्रिएट गर्यौँ। त्यस्तै अर्को क्याटेगोरी हामी अहिले क्रिएट गर्दैछौँ। क्याटेगोरीको नाम, त्यसै गरी क्याटेगोरीलाई चाहिँ त्यो क्याटेगोरीभित्र रहेको आइटमहरूलाई कुन प्रिन्टरमा प्रिन्ट गर्ने भनेर हामीले सेलेक्सन गर्यौँ र सेभ गरिदियौँ। त्यही अनुसार लिस्टमा क्रिएट भयो। मेन्यु क्रिएट गर्नको लागि इन्भेन्ट्री सेटअपभित्र रहेको प्रोडक्ट्सको सेक्सनमा गएर मेन्यु क्रिएट गर्न सक्छौँ। त्यसको लागि एडमा जाने, मेन्युको नाम लेख्ने, त्यस पछाडि प्रिन्ट नेम अटोमेटिकली आउँछ। त्यस पछाडि त्यसको क्याटेगोरी सेलेक्ट गर्ने। सो क्याटेगोरी चाहिँ स्न्याक्स सेलेक्ट गरेँ मैले। प्रोडक्ट प्लेसमेन्टमा गएर यदि त्यो आइटमले इन्भेन्ट्री टच गर्दैन भने मेन्यु मात्रै सेलेक्ट गर्ने, यदि इन्भेन्ट्री टच गर्छ भने इन्भेन्ट्री सेलेक्ट गर्ने। जस्तै बियरको क्यान छ भने त्यसलाई पनि इन्भेन्ट्रीमा राख्ने, तर फ्रेन्च फ्राइजको चाहिँ रेसिपीबाट इन्भेन्ट्री घट्ने हुनाले यसलाई चाहिँ हामी मेन्यु मात्र राख्छौँ। त्यस पछाडि एक्टिभ इन मेन्यु अन छ। सो डिफल्टमा भएको सबै कुरालाई त्यतिकै छोडेर यदि यो आइटममा ट्याक्स लाग्छ भने 13 राखेर ट्याक्सेबल अन नै डिफल्टमा राख्ने। सेलिङ प्राइस, फ्रेन्च फ्राइजको सेलिङ प्राइस 250 मैले राखिरहेको छु। त्यस पछाडि बाइङ युनिट हामीले राखिरहनु परेन। सेलिङ युनिट चाहिँ केमा छ त? फ्रेन्च फ्राइजलाई चाहिँ हामीले सेलिङ युनिट प्लेट राख्दैछौँ। त्यसको मुनिपट्टि किचन प्रिन्टर भनेर अटोमेटिकली सेलेक्ट भयो र डिपार्टमेन्टमा गएर हामीले यदि किचन डिपार्टमेन्ट भनेर क्रिएट गरेका छौँ भने डिपार्टमेन्ट पनि सेलेक्ट गरिदिने। यदि कस्ट सेन्टर म्यानेजमेन्ट गरेको छैन भने त्यसलाई खाली नै छोडिदिए पनि हुन्छ। लास्टमा क्रिएटमा क्लिक गरिदिने। यसो गर्नाले नयाँ मेन्यु क्रिएट हुन्छ। यदि त्यो बनेको मेन्युको कुनै पनि डिटेल्स चेन्ज गर्नु परेमा हामीले फर्स्टमा त्यो मेन्यु सर्च गर्न सक्छौँ। सर्च गरिसके पछाडि यदि हामीसँग त्यो मेन्यु यहाँनिर डुप्लिकेट अथवा त्यो मेन्युको प्राइस चेन्ज गर्नु परेमा अथवा त्यो मेन्युको कुनै पनि डिटेल्स चेन्ज गर्नु परेमा साइडमा रहेको एडिट आइकनलाई क्लिक गर्ने। यदि त्यो मेन्युको नाम फ्रेन्च फ्राइज नराखेर कुनै पनि अरू मेन्यु बनाउने हो भने त्यसको प्रोडक्टको नेम र प्रिन्ट नेमलाई चाहिँ हामीले चेन्ज गरिदिन्छौँ। त्यस्तै यसको अरू पनि चेन्ज गर्न सक्छौँ, अरू डिटेल्स पनि चेन्ज गर्न सक्छौँ। जस्तै क्याटेगोरीमा गएर यदि क्याटेगोरी नै चेन्ज गर्ने भने पनि क्याटेगोरी चेन्ज गर्ने र प्राइसमा चेन्जेस गर्नु छ भने त्यो पनि चेन्ज गर्न सक्छौँ। र चेन्ज गरिसके पछाडि लास्टमा हामीले अपडेटमा क्लिक गरिदिने। त्यो क्लिक गर्नाले तपाईँले गर्नुभएको चेन्जेसहरू चाहिँ अपडेट हुन्छ। यसै गरी नयाँ मेन्युहरू हामीले क्रिएट गर्ने पनि यही सेटिङबाट हो भने पुरानो मेन्युलाई अपडेट गर्नु पर्यो, प्राइस चेन्ज गर्नु पर्यो या क्याटेगोरी चेन्ज गर्नु पर्यो भने पनि यही मेन्युबाट गर्न सक्छौँ। त्यसै गरी मेन्यु बनाए जस्तै सिस्टममा र मेटेरियल्स अथवा इन्ग्रेडियन्ट्सहरूको सेटअपको लागि पनि हामीले यही सेक्सनबाट क्रिएट गर्छौँ। प्रोडक्ट सेटअपको लागि इन्भेन्ट्री सेटअपभित्र रहेको प्रोडक्टको मेन्युमा गएर हामी नयाँ प्रोडक्ट सेटअप गर्न सक्छौँ। त्यसको लागि प्रोडक्टको डिटेल्स, जस्तै र मेटेरियल छ भने र मेटेरियलको डिटेल्स राख्ने। त्यस पछाडि त्यसको क्याटेगोरी सेलेक्ट गर्ने।
हामीले क्याटेगोरी र मेटेरियलको लागि अलरेडी बनाइसकेका छौँ। त्यस पछाडि इन्भेन्ट्री भन्ने अप्सन सेलेक्ट गर्ने, प्रडक्ट प्लेसमेन्टमा मेन्यु सेलेक्ट नगर्ने, एक्टिभ इन मेनुलाई अफ गरिदिने, त्यस पछाडि ट्याक्सेबललाई अफ गरिदिने, ट्याक्स पर्सेन्टेजलाई 0 राखिदिने, सेलिङ रेट राखिरहन परेन। अन्तिममा हामीले बाइङ युनिट के छ त त्यो राखेर क्रिएट गरिदिने। यति गरिसके पछाडि हाम्रो एउटा नयाँ प्रडक्ट चाहिँ क्रिएट हुन्छ। सो त्यस्तै हामीले अरू पनि प्रडक्ट त्यही तरिकाले क्रिएट गर्न सक्छौँ। प्रडक्टको डिटेल्स, त्यस पछाडि त्यसको क्याटेगोरी, प्रडक्टको प्लेसमेन्ट र एक्टिभ छ भने एक्टिभ गर्ने, इन्भेन्ट्रीको केसमा एक्टिभलाई अफै राख्ने, ट्याक्सेबललाई अफ गरिदिने र बाइङ युनिट राखेर क्रिएट गर्न सक्छौँ।